बालन शाह अब यो प्रधानमन्त्री भएपछि सबभन्दा पहिलो बालन शाहले के गरिदियोस् जस्तो लाग्छ तपाईँको विचारमा? हामीले धेरै ठुलो सोचेकै छैन कि, छैन है? धेरै ठुलो हाम्रो सपनै छैन कि। बालन शाहले भन्नुहुन्छ त पैसा भएको मान्छेले राम्रोसँग बिजनेस व्यवसाय व्यापार गर्न पाउनु पर्यो, आफ्नो देशमा राम्रोसँग सुरक्षित बाँच्न पाउनु पर्यो। केही नभएको मान्छेले शिक्षा स्वास्थ्य निशुल्क पाउनु पर्यो। सिम्पल छ क्या थ्योरी, हामी गहिराइमा जानै पर्दैन क्या, होइन? त्यो भनेको त नीति नियम बलियो बनाउने हो नि त। हामीले चाहिँ निशुल्क भन्नाले मैले पैसा हाल्दै उसको निशुल्क उपचार गर्ने भने त होइन नि त। तपाईँले मैले पैसा हाल्दै निशुल्क पढाउने भने त होइन नि त। नीति नियम यस्तो बनाऊँ कि कुनै जनताले कुनै नेता भेट्न नपरोस् के, हस्पिटल जाँदाखेरि कुनै स्कुल जाँदाखेरि मन्त्रीको पावर लाउन नपरोस् के, कसैलाई भन्न नपरोस् के। यो मेरो देश भन्ने सबै जनताले चाहिँ अनुभूति गर्न पाओस् के, कसैले कसैलाई केही भन्न नपरोस् के। सिम्पल, बाटो हिँड्दाखेरि धुलो नउडोस् के, गाडी नउफारोस् के, होइन? गाउँमा जाँदाखेरि गाउँको मान्छेले बिरामी चाहिँ 15 मिनटमा आधा घन्टामा सहर ल्याइ पुर्याउन पाओस् के। धेरै ठुलो कुरै छैन नि, धेरै ठुलो जनताले मागेको छैन। यो पनि पुरा नगरेको भएर पो जनता आक्रोश भएको त। बालनजीलाई चाहिँ सामाजिक सञ्जालमा लुसिफर, अब उहाँ लुसिफर हो कि होइन, उहाँ विदेशी दलाल हो कि होइन भन्ने त आज उहाँ हरेक ठाउँमा जुन ठाउँमा धनगढी जानुहुन्छ धनगढीको एक एक ठाउँको नामलाई उहाँले प्रमोट गरिरहनु भएको छ। तपाईँ जनकपुर जानुहुन्छ त्यहाँको तराईको मैथिली भाषादेखि लिएर उहाँले प्रमोट गरिरहनु भएको छ। तपाईँ आज मैले चाहिँ त्यो माडी के ठाउँ रे जुन नाम मैले त्यो ठाउँ अहिलेसम्म हेरेर हिँड्दैछु त्यो फोटो आज ऊ विदेशी दलाल थियो भने ऊ चाहिँ मान्छेले अनेक त्यो थियो भने त काठमाडौँमा हेर्नुहोस् भाषादेखि लिएर कल्चरल काठमाडौँकोदेखि लिएर आज हरेक ठाउँको भाषा हरेक ठाउँको मठ मन्दिर हरेक ठाउँको चाहिँ त्यो स्विजरल्यान्ड जस्तो देखिने ठाउँहरू कसले प्रमोट गरेको थियो त आजसम्म? मलाई त सच्चा एउटा देशको छोरा लाग्छ हो। मलाई अहिले यसरी सर हेर्दाखेरि त नि बालन शाह नि त्यो देशले छोरो राम्रो छोरो पाछ के, बालन शाह।